हेलो साथीहरू नमस्ते। अहिले चाहिँ हामीहरू फेरि मेला घुम्नुको लागि जाँदैछ है। आज दुर्गा पूजा मार हान्ने दिन। आज पुरा मेला लागिरहेको हुन्छ अरे। हुन्छ सिलगढीमा म त फर्स्टपल्टै जाँदैछु अहिले योपालि, किनकि थुप्रो साल भएको थियो नगएको, त्यही भएर जाँदैछौँ हामीहरू। यहाँ कान्छा दाई पनि जानुहुन्छ हामीहरूसँग। जाने होइन कान्छा दाई? गएर अब घुमघाम गरेर तपाईँहरूलाई देखाउने साथी हो। अहिले चाहिँ हामीहरू महानन्द ब्रिजको त्यहाँ आइपुगेको छ। गाडी साडी राखेर हामीहरू चाहिँ पैदल मार्च हुँदैछ हो। यहाँ ट्राफिक आज पूजाको अरे आम्बो यस्तो साह्रो जाम छ नि, हेर्नु होला पुरा जाम। हामीहरू चाहिँ परिवारसँग घुम्न आएको छौँ। कान्छाको परिवार, मेरो परिवारमा एकजना अनि एउटा भान्जी अनि एकजना वाइफ। मेरो वाइफ पनि आउनु भएको छ अनि म। अहिले यहाँ चाहिँ महानन्द ब्रिजको यो गान्धी मैदानको यतापट्टि महानन्द ब्रिज छ। त्यहाँ चाहिँ अहिले मजाको पेन्डल बनाएको रहेछ, त्यहाँ तपाईँहरूलाई देखाउँछु है। अनि अरू पनि घुम्नु गयो भने अरू पनि पेन्डलहरू देखाउँछु आज दुर्गा पूजाको। हेर्नु होला तपाईँहरूले राम्रोसँगले। हामीहरूले चाहिँ हेर्छौँ आज ए हाम्रो परिवारहरू। हेलो हेलो साथीहरू, आज चाहिँ हामी दुर्गा पूजा घुम्न आएको छौँ यो भिडमा। ल वाउ क्या दामी पेन्डल छ है। हेर्नुहोस् साथी हो, दुर्गा पूजाको पेन्डल दामी बनाएको छ। अब हामीहरू भित्रबाट देखाउँछौँ तपाईँहरूलाई। यहाँ पुरा भिड छ अहिले, मान्छेहरूको भिडाभिड चापाचाप मेलाहरू। अहिले त्यहाँ गएर फोटोसोटो पनि खिच्छौँ हामीहरू। अहिले चाहिँ हामीहरू यहीँ नजिकमै आइपुगिसक्यौँ। मेलाहरू पनि लागेको छ। कस्तो लाग्यो त तिमीहरूलाई? साथी हो, अहिले चाहिँ हामीहरू पेन्डल त दुर्गा पूजा त उता चम्पासरीतिर जानु दिएन, त्यही भएर हामीहरू त यता भेगातिर पो पस्यो। ल है साथीहरू, यतातिर यस्तै छ झिलिमिली झिल्ला। अब यसरी आइएको छ, यतातिर घुमेर जाने हो। के अरे मम्स कता गयो मम्स भनेर। यताबाट अब एकछिन भेगातिर पस्ने हो। आउनुहोस् साथीहरू।
ल ल ल आऊ 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 छिटो छिटो भित्र गएर एकछिन घुमेर जानुपर्छ। यहाँ चाहिँ साथी हो अस्ति पनि आएको थिएँ म हो, अहिले पनि आएको छु। यहाँ कान्छा दाइ, हाम्रो म्याडमले त अस्ति पनि यहाँ खेद्नु भएको नि, अंशिकाले हेरेको थिइस् यो यहाँ दुर्गा पूजा भएको कति मजाको छ साथी हो। यतातिर त यस्तै भइहाल्यो हो। यो लेफ्ट यहाँ चाहिँ पिक्चर देखाइ हुँदैछ। पिक्चर हेर्ने बाबा बट जहिले राति हुँदो कसले तेरो कति दामीसँगले सजाएको छ नि होइन, क्या दामीसँगले सजाएको छ। ऊ कान्छा लिफ्टमा हिँड्छ अरे हौ। यस्तो छ साथी हो भेगा सर्कलको सजावटहरू। यी माथि यस्तो छ है, माथि चाहिँ यो खालको फुल फक्रेको देखाइदिन्छ है तपाईँहरूलाई। फेरि ओइल आयो यता पनि हेर्नु। ल साथी हो अब चाहिँ यहाँबाट हामीहरू निस्केको। अब खाजा साजा खाइन्छ। कहाँ यहाँको महँगो हुन्छ, त्यहाँदेखि अब यहाँ पर खाजा खाएर चाहिँ घरतिर निस्किन्छौँ साथी हो। ल हेर्नुहोस् अहिले नाइटको यहाँको सिन नजाराहरू। हामी चाहिँ अब नानीहरू अगाडि छन्, हामीहरू यता घुम्दै थियौँ। अब चाउमिन खान्छौँ होइन, चाउमिन खाएर जाने हो साथी हो। अहिले चाहिँ हामीहरू यहाँ खाजा खाँदैछौँ साथी हो। ए खोइ आएन तिनीहरू, यो भान्जाहरू चाहिँ पछाडि छोडिएको कहाँ छन् बाइकमा आउँदैछन् भन्दै थिए यिनीहरू होला। ओ यता आइज, यहाँ हो यहाँ हो यहाँ हो। अहिलेदेखि पर्खेको कहाँ हरायो तिमीहरू? कोही जाम थिएन तिमीहरू त्यहाँ। हामीले प्रोग्राम हेर्दै थियौँ नि त, अनि तर पुरा जाम पनि थियो, जाममा पनि पुरा टाइम लाग्यो। मजाले हेऱ्यो, राम्रै थियो। हामीलाई त पस्नु दिएन गाडी यार, कस्तो जाम थियो उहाँबाट रोक्दै थियो। हामीले चाहिँ यहाँ खाजा पनि खाइसक्यो, कसैको चाहिँ आएकै छैन। हामीले त खाइसक्यो भाइ, हामीहरू त खाएर पनि अगाइसकिसक्यौँ। घरमा गएर भात भइहोला जस्तो छैन। कान्छा दाइ यहाँ बसिरहेछ। ल साथीहरू हामीहरू चाहिँ घर पनि आइपुग्यो। अब खानासाना खाएर सुत्ने हो। अनि भिडियोलाई हेरेर लाइक कमेन्ट गर्नु होला साथीहरू। ओके साथीहरू, बाई बाई।